वेल आज चाहिँ म एउटा हाम्रो मिसको एउटा जन्मदिनको उपलक्ष्यमा चाहिँ मैले आफ्नो उहाँको पोर्ट्रेट मैले तयार गर्दैछु। लगभग अझै पनि अलिकति टाइम त छ। म एभरेस्ट आर्ट नेपाल यहाँ हाम्रो साथीको यो एउटा रेनोल्ड स्टुडियो आर्ट स्टुडियो हो, उहाँको आर्टिस्ट यहाँ बसेर गफ गरिरहनु भएको छ। म चाहिँ यहाँनिर फुर्सदिलो टाइममा उहाँको स्टुडियोमा आएर यो पोर्ट्रेट एउटा सानो पोर्ट्रेट मैले तयार गर्दैछु है। कस्तो लागेको छ तपाईँहरूलाई कमेन्ट गर्नु होला। अब सक्नुलाई म लगभग 1 आवरभित्र यो पोर्ट्रेट मैले बनाइसक्छु होइन। मिसको लागि हो मैले तयार गरेको, मेरो एउटा स्टाफको लागि। उहाँको बर्थडे आउँदैछ, बर्थडे सेलिब्रेसनको लागि चाहिँ मैले उहाँलाई एउटा गिफ्टको रूपमा मैले चाहिँ एउटा प्रेजेन्ट दिउँ भनेर हो होइन। कस्तो लाग्यो तपाईँहरूलाई मेरो काम? कोही बेला गर्छु यो काम, मैले छोडिसकेको छु। हुन त म टाटोइस्ट हो, तर पनि मैले कोही बेला इमर्जेन्सीको बेला कसैले रिक्वेस्ट गरे भने पोर्ट्रेटहरू पनि म तयार गर्छु। साथीको स्टुडियो छ अहिले म एभरेस्ट आर्ट नेपाल यो पोखरामा छ। साथी उहाँ हो, त्यसरी आउनु चाहिँ यहाँ छु बनाइरहेको छु।